आज कुरा गरौँ उसैको जसको चर्चा परिचर्चा र क्रिटिसिजम हुन्छ बेसी, उही तपाईँ हाम्रो अनमोल केसी। अनमोल केसीको कुनै पनि फिल्म नछुटाइकन हेर्ने फ्यान फलोइङ पनि छ भनेदेखि एउटै फिल्म नहेरिकन टिजर अथवा गीत अथवा फोटो मात्रै हेरेर गाली गर्ने छक्का पन्जा फिल्म नै राम्रो छ भन्नेहरू पनि छन् है। तपाईँलाई अनमोल केसी कस्तो लाग्छ भनेर प्रश्न सोधियो भने जवाफ एकदमै एक्सट्रिम आउँछ है। कि त आई एम अ बिग डायहार्ड फ्यान अफ अनमोल केसी भनेर भन्नेहरू छन् भने अर्को चाहिँ त्यस्तो पनि कलाकार हुन्छ, भुवन केसीको छोरा भएर मात्रै फिल्म पाइरहेको भनेर तथानाम भन्नेहरू न्युट्रल अथवा सामान्य जवाफै आउँदैन क्या। कसैको लागि अनमोल केसी चाहिँ मेगा स्टार हो, आइडल हो होइन, एकदमै बिग फ्यान फलोइङहरू छ, कसैले चाहिँ हेर्नै नसक्ने, त्योभन्दा त मै गरिदिन्छु खतरा भन्नेहरू पनि छ। म चाहिँ आज तपाईँहरूको माझमा न्युट्रल भएर एउटा एज अ सिनेफाइलको हिसाबमा कुरा गर्न लागिरहेको छु। गाली पनि होइन, तारिफ पनि होइन, न्युट्रल है। पर्सनल्ली भन्नुपर्दाखेरि चाहिँ म अनमोललाई राम्रै ठान्छु, कलाकारको हिसाबमा पनि र मान्छेको व्यक्तिको हिसाबमा पनि। अनमोल केसी भनेर छुट्टै आइडेन्टिटी बनाउनुभन्दा भुवन केसीको छोरा अनि नेपो किडको आरोपहरू लाग्छ, त्यही कारणले फिल्म पाएको भन्ने पनि हुन्छ। त्यो एउटा प्लस पोइन्ट पनि एडभान्टेज पनि हो। जसरी अब नयाँ आर्टिस्ट अथवा आउटसाइडरलाई एउटा दुईवटा फिल्म फ्लप हुने बित्तिकै इन्डस्ट्रीबाट आउट हुन्छ। अभिषेक बच्चनलाई 12-13वटा फिल्म फ्लप भए तापनि इन्डस्ट्रीमा मौका पाइरहेको भनेको चाहिँ एउटा बिग बिगो छोरा भएको कारणले पनि हो। त्यसै गरी अनमोलको हिसाबमा उसले त फर्स्ट फिल्मदेखि नै राम्रो गरेको, कमर्सियल्ली चाहिँ होइन हिट भइरहेको बक्स अफिसमा। एक्टिङको हिसाबले कमजोर मानिए तापनि उसले एकपछि अर्को फिल्महरू पाइरहेको हो। त्यो एउटा भुवन केसीको छोरा हुनु एडभान्टेज हुनसक्छ, तर त्यसैले नै चाहिँ अब होल करियर तान्छ भन्ने कुरा चाहिँ स्योर छैन। उसले आफैले पनि धेरै मेहनत गरेको छ अनि पर्सनल व्यक्तिगत हिसाबमा चाहिँ ऊ अथवा व्यक्तिको हिसाबमा चाहिँ ऊ एकदमै असल छवि उसको छ, इन्डस्ट्रीमा पनि अनि आम दर्शकहरूको माझमा पनि। एक्टिङ जे जस्तो भए पनि हि हेज गट अ रुटेड म्यानर है, राम्रो म्यानर र संस्कार पाएको जस्तो हामी देख्छौँ इन्टरभ्युजमा पनि। अनि एउटा इन्टरभ्युजमा उसले आफ्नो फ्यामिलीको बारेमा कुरा गर्दाखेरि एकदम राम्रो अथवा मन छुने कुरा गरेको थियो। ऊ अब जति नै त्यस्तो प्रकारको क्रिटिसिजम ब्याकल्यास भए तापनि जस्तै कमेन्ट्सहरूले पनि उसलाई चाहिँ हर्ट गर्दैन, ऊ रुँदैन अरे। किनभनेदेखि ऊ जति रुनु थियो बाल्य अवस्थामा नै रुइसक्यो, उसको आँसु सकिसक्यो भन्ने कुरा एकदम मन छुने कुरा गरे। किनभने हामीलाई थाहा छ उसको फ्यामिली ब्याकग्राउन्ड, आमा र बुवा अलगिएको अनि बालापन उसले चाहिँ त्यस प्रकारको सङ्घर्षमा उसले हुर्केको। इभन अब सुपरस्टारको छोरा भए तापनि एउटा बच्चाले त आमा बाबुको साथ खोज्छ तर त्यो नपाएको, अनि उसले जहिले पनि विस गर्ने कुरा चाहिँ आमा बाबुसँगै भइदिएको भए हुन्थ्यो भन्ने उसको विस रहेछ। अनि अर्को एउटा राम्रो कुरा चाहिँ के भनेदेखि हि इज भेरी प्रोफेसनल है। उसले आफ्नो फिल्म चलाउनलाई कुनै पनि प्रकारको कन्ट्रोभर्सी फन्डा गर्ने होइन त्यस्तो गर्दैन, प्रमोसनको लागि त्यो हत्कण्डाहरू अप्नाउँदैन, काम गर्छ, राम्रो होस् नराम्रो होस् दर्शकहरूको हातमा छोडिदिन्छ अनि उसले आफ्नो कमजोरीहरू स्वीकार्छ पनि। अनि ऊ चाहिँ अर्को हिसाबमा भन्नुपर्दा हि इज अ रिस्क टेकर है, राम्रै चलिरहेको। अब एउटा भनौँ न वर्षमा एउटा फिल्म गरेर पब्लिक प्लेसेसहरूमा पनि त्यति नजाने ननिस्किने, अनि ऊ चाहिँ एकदमै स्टारडम भएको व्यक्ति, एउटा आर्टिस्ट, सेलिब्रिटी, लभर बोयको इमेजमा राम्रै चलिरहेको। उसले चाहिँ एज एन आर्टिस्ट चाहिँ एउटा रिस्क लिन चाह्यो अनि ऊ पछि हटेन है। लभर बोयको इमेजलाई अनि ब्रेक गरेर चाहिँ ऊ चाहिँ अचानक चाहिँ छड्केमा अनि क्रीमा उसले अलिकति एक्सन आर्टिस्टको अलिकति झल्को दिएको थियो भने अनि फुल फ्लेजमा चाहिँ यता आएर छड्के 2 उसले गर्यो। अनि छड्के 2 गर्नु चाहिँ उसको लागि एकदमै हानिकारक साबित भयो अनि उसले उसको लागि चाहिँ त्यो ब्याकल्यास भयो, तर पनि उसले त्यो कुरालाई चाहिँ डिनाइ गरेन, इन्कार गरेन है। तर यो कुरामा चाहिँ म उसलाई समर्थन गर्छु, राम्रो मान्छु, किनभने उसले आफ्नो कम्फर्ट जोनबाट निस्केर केही नयाँ गर्न खोज्यो। उसलाई चाहिँ अब यो लभर बोयको इमेजमा मात्रै फिल्म खेल्छ अथवा एक्सप्रेसन छैन, एक्टिङ छैन, डायलग डेलिभरी छैन भन्ने धेरै प्रकारको कुराहरू
हुन्थ्यो होइन। अनि उसले त्यो स्टेरियोटाइप तोड्नुको लागि नै छड्के 2 साइन गरेको हो भन्ने कुरा चाहिँ स्योरै हो। तर इट डिडन्ट वर्क आउट होइन। कति कुराहरू त्यस्तै हुन्छ। उसले कम मेहनत गरेको भन्ने पनि होइन, मेहनत गर्यो, तर कति कुराहरू चाहिँ फिल्म मेकिङको हिसाबमा एकजनाको मात्रै कुरा हुँदैन, पुरा युनिटको कुरा हुन्छ। फिल्म मेकरको, डिरेक्टरको भिजनको कुराहरू, अनि स्टोरी होइन, कथा पटकथाको कुराहरू, अनि यो काम गरेन। अनि नेपालको परिप्रेक्ष्यमा चाहिँ त्यो प्रकारको मुभी चाहिँ चल्दैन भनौँ, अथवा चलेन। उसलाई दबाब दिने चाहिँ सोसियल मिडिया नै हो फर स्योर। अनि त्यही दबाबलाई, क्रिटिसिजमलाई तोड्नुको निम्ति चाहिँ उसले क्यारेक्टर स्विच गरेर एकैचोटि छड्के 2 उसले चाहिँ साइन गरेको हो। तर दुःखद कुरा यो चलेन। छड्के एउटा चाहिँ ब्रान्ड थियो, छड्के आफैमा एकदम कडा फिल्म थियो होइन। अनि छड्केको लेगेसी धान्नुलाई छड्के 2 मा चाहिँ गाह्रो भयो, किनभने दर्शकको एक्सपेक्टेसन चाहिँ धेरै हाई थियो। त्यस कारणले गर्दाखेरि चाहिँ अनमोलले आफूलाई चाहिँ भर्सटाइल एक्टरको रूपमा चिनाउनुको निम्ति, साबित गर्नुको निम्ति चाहिँ उसले मेहनत गरेको देखिन्छ। तर अहिले आएर के लाग्छ भने चाहिँ उसले आफ्नो करियरको पिकमा आएर चाहिँ त्यसरी क्यारेक्टर स्विच गर्नु चाहिँ उसको लागि चाहिँ हानिकारक भइदियो। यो चाहिँ टु अर्ली भयो जस्तो लाग्यो। उनले करियरमा चाहिँ अलिक चाँडो नै चाहिँ यो डिसिजन लिएर यस्तो प्रकारको फिल्म उसले गर्यो जुन चाहिँ उसको पर्सनालिटीसँग चाहिँ, व्यक्तित्वसँग चाहिँ म्याच भएन, सुट गरेन। तर यसमा गल्ती केवल उसको मात्रै होइन, यो त फिल्म मेकर एन्टायर टिमको काम हो। अनि फिल्म चाहिँ एकदमै स्टाइलिस बनाइएको थियो भनौँ न। बलिउडको, साउथको, अनि अलिकति हलिउडको पनि कन्सेप्टहरू अलिकति एड्याप्ट गरेको कारणले गर्दाखेरि सायद नेपाली दर्शकहरू चाहिँ कनेक्ट हुन सकेन होला। वा त त्यो क्यारेक्टरमा अनमोलको त्यति मेच्युरिटी देखिएन कि होइन। अनमोलको ठाउँमा त्यो क्यारेक्टर सायद सौगात मल्लले अथवा अरू कुनै क्यारेक्टरले गरेको भएदेखि क्यारेक्टर इस्ट्याब्लिस चाहिँ हुन्थ्यो, त्यो चाहिँ मान्न सकिन्छ, स्वीकार गर्नुपर्ने हुन्छ। तर त्यो भन्दैमा अनमोल केसीको ठाउँमा सौगात मल्ल खेलेको भए पनि फिल्म चल्थ्यो भनेर चाहिँ ग्यारेन्टी दिन सकिँदैन। फिल्म चल्नुको लागि चाहिँ अन्ततः अब दर्शकहरूले नै मन पराउनु पर्ने हुन्छ होइन।